सरले स्कुल लेभलमा वा +2 वा कलेज पढ्दाखेरि सरको लभ परेको थियो कि थिएन? पहिलो प्रश्न हजुरलाई के राखेँ भने आई अलवेज सी यु मोटिभेटेड एन्ड इन्स्पायर्ड. वाट मेक्स यु इन्स्पायर्ड एन्ड मोटिभेटेड? तपाईँलाई कसले के भन्छ, तपाईँलाई कसले कस्तो सोध्छ भन्दा पनि तपाईँले दुनियाँलाई अरूलाई कस्तो सोच्नुहुन्छ भन्ने कुराले म्याटर गर्छ. तपाईँ पोजिटिभ जति बेला कक्षा 4मा पढ्थेँ त्यहाँदेखिका यताका घटनाक्रमहरू चाहिँ जीवनका उतार चढाव. पहाडमा दुर्गममा अलिकति पढाइमा सुविधाहरू त्यति थिएन. सरकारी स्कुल पढेको मैले र त्यहाँनिर चाहिँ तपाईँको बिहान ट्युसन पढ्न जाँदा पनि त्यो बोरा होइन, त्यो जुटको बोरा होइन, अर्को बोरा हुन्छ नि, सुतीको बोरा. विशेष गरी मेरो म्याथमेटिक्समा एकदमै लगाव थियो. म स्कुल टपर, क्लास टपर छोरो भएकोले गर्दा बुवालाई अलिकति खेती किसानमा सघाउनु पर्ने बाध्यता पनि थियो. त्यही भएर म कक्षा 6 पढ्दादेखि चाहिँ बुवालाई सघाउने सिजनमा अब मैले भनौँ न 6 कक्षा पढ्दाखेरि म बाँच्नै सक्दिनँ, म फल्न चाहिँ म चाहिन्छ भनेर सोध्न मन लाग्यो भने सपोज यु आर गोइङ इन अ डेजर्ट है, आइल्यान्ड, डेजर्ट आइल्यान्ड होइन, वान थिङ वाट वुड यु? Brought to you by ePlanet Italy, a trusted place for abroad studies. In association with Susma Godavari College, a place where dreams are nurtured. Technical partner is TechTrendo, तपाईको व्यवसायको डिजिटल सहयात्री. Buzz Photography, supported by RFA, Ronak Fashion Agency. हेलो एन्ड वेलकम टु माई न्यू पोडकास्ट टक विथ आरजे राहुल. र आजको पोडकास्टमा हामीसँग हुनुहुन्छ एजुकेसनिस्ट सूर्य चामलागा सर. स्वागत छ सर यहाँलाई. धन्यवाद हजुरलाई. सन्चै हुन्छ सर? ठिक छु, आरामै छ. हजुरलाई कस्तो छ? ठिकै छ सर. सो अब आजको पोडकास्टमा सरसँग रमाइलो कुरा गरौँ है, सुरुमा चाहिँ फर्स्टमा, अनि त्यसपछि हामी बिस्तारै टपिकतिर पनि जाउँ होला. ठिक छ. पहिलो प्रश्न हजुरलाई के राखेँ भने आई अलवेज सी यु मोटिभेटेड एन्ड इन्स्पायर्ड. वाट मेक्स यु इन्स्पायर्ड एन्ड मोटिभेटेड? सबभन्दा ठुलो कुरा चाहिँ लाइफमा के हुन्छ भने तपाईँले बिहान उठेपछि आफूले आफूलाई सक्नुहुन्छ भने मिररमा हेर्नुहोस्. हजुर होइन, पहिले तपाईँको हातको हत्केला हेर्नुहोस्, त्यसपछि मिरर हेर्नुहोस्, अनि एकचोटि गिभ ए गुड स्माइल कि म अझै पनि जिउँदो छु. हजुर. कतिपय मान्छेहरू बेलुका सुतेको बिहान उठ्दाखेरि जिउँदो अवस्थामा देखिँदैन क्या. त्यही भएर पोजिटिभ थट्सबाट डेलाई सुरु गर्नुहोस्. त्यो नै एउटा दिनभरिको एउटा इनर्जाइज तपाईँलाई गर्छ. अर्को कुरा, तपाईँलाई कसले के भन्छ, तपाईँलाई कसले कस्तो सोध्छ भन्दा पनि तपाईँले दुनियाँलाई अरूलाई कस्तो सोच्नुहुन्छ भन्ने कुराले म्याटर गर्छ. तपाईँ पोजिटिभ हुनुहोस्. हजुर. जे छ त्यसलाई एक्सेप्टेन्स स्वीकारेर अगाडि बढ्नुहोस्. त्यो नै तपाईँको मलाई लाग्छ कि मान्छेको मोटिभेसन फ्याक्टर हुन्छ जस्तो लाग्छ मलाई. मेरो चाहिँ मोटिभेसन फ्याक्टर त्यही नै हो. हजुर. सरलाई जहिले देख्दाखेरि एकदमै फ्रेस मोटिभेटेड देखेर पहिलो प्रश्न यो राखेँ सर. अब यो आजको यो पोडकास्टमा चाहिँ सरको चाइल्डहुड डेजबाट स्टार्ट गर्न मन लाग्यो मलाई. सरको चाइल्डहुड डेज कहाँ बित्यो, कसरी बित्यो होइन? म चाहिँ पाँचथर जिल्लाको नवमी डाँडा गाउँपालिका, अहिलेको त्यतिखेरको साबिकको नवमी डाँडा गाउँपालिका, वडा नम्बर 9 खानी गाउँ भन्थ्यो. हजुर. त्यहाँनिर म जन्मिएको हुँ. र मलाई जन्मिएको त्यहाँ जन्मिएर मलाई कक्षा 2-3सम्म त्यति धेरै थाहा छैन. तर कक्षा 4देखिको मलाई जुन जति बेला कक्षा 4मा पढ्थेँ त्यहाँदेखिका यताका घटनाक्रमहरू चाहिँ जीवनका उतार चढावहरू, उकाली ओह्रालीहरू प्राय सँगालेर राखेको छु. र मेरो चाइल्डहुड बाल्यकाल चाहिँ 2जना दिदीहरूको भाइ, अनि बिस्तारै मेरो भाइ बहिनीहरूको पनि जन्म भइरहेको थियो र सबैको माया पाएर नै बितेको छ मेरो. गुरुहरूको पनि माया पाएँ, सबै थोक राम्रै नै भयो. तर पनि कस्तो हुन्छ भन्दाखेरि अब पहाडमा दुर्गममा अलिकति पढाइमा सुविधाहरू त्यति थिएन. सरकारी स्कुल पढेको मैले. र त्यहाँनिर चाहिँ तपाईँको बिहान ट्युसन पढ्न जाँदा पनि त्यो बोरा
हैन त्यो जुटको बोरा हैन अर्को बोरा हुन्छ नि सुतीको बोरा त्यो बोरा लिएर गएर ओछ्याएर अनि पढेर ट्युसनहरू पढ्नुपर्ने कसैले गाउँमा अलिकति अल्लो पल्लो क्लास पढ्दै गर्ने काहीँ पिसिएल लेभलसम्म पुगेको अहिलेको जुन +2 भन्छौँ हामीले अहिले +2 छ त्यहाँसम्म पढ्ने दाइ दिदीहरूले यसो कहिले काहीँ घरमा आएको बेला यसो गाउँका केटाकेटी भेला गरेर पढाउने गर्नुहुन्थ्यो म कक्षा 4 मा पढ्थेँ त्यो कुराकोदेखि मलाई याद छ र मलाई पढाउने गुरुहरू मैले त्यहाँदेखि गरेका गतिविधिहरू पढाइमा जे जस्तो पहाडमा दुर्गम क्षेत्रमा जन्मिएर पनि त्यहाँ एउटा सरकारी स्कुलमा पढ्दाखेरि पनि जुन आफू एउटा लगाव थियो पढाइप्रति विशेष गरी मेरो म्याथमेटिक्समा एकदमै लगाव थियो म स्कुल टपर क्लास टपर स्कुल टपर जिल्ला टपर हुँदै म त्यसरी आएँ मेरो म्याथ धेरै राम्रो थियो मेरो बाल्यकाल समग्रमा भन्दाखेरि अब खेती किसान गर्ने एउटा किसान पहाड दुर्गम ठाउँमा त्यो परिवारमा जन्मिएको छोरो भएकोले गर्दाखेरि चाहिँ र परिवारको अलिकति दुईटा दिदीहरू पछिको छोरो भएकोले गर्दा बुवालाई अलिकति खेती किसानमा सघाउनु पर्ने बाध्यता पनि थियो त्यही भएर म कक्षा 6 पढ्दादेखि चाहिँ निरन्तर रूपमा आफ्नो पढाइको साथसाथै खेती किसानमा बुवालाई सघाउने सिजनमा अब मैले भनौँ न 6 कक्षा पढ्दादेखि नै मैले हलो जोतेँ र अहिले मलाई के लाग्छ भने कहिलेकाहीँ हिँड्दै गर्दा कसै हलो जोतेको देखेँ भने म एकछिन अडिएर हेर्छु क्या किनभने त्यतिखेर चाहिँ कष्टकर थियो अहिले चाहिँ रहर लाग्छ क्या फेरि मेरो बाल्यकाल समग्रमा भन्दाखेरि एकदम रमाइलोसँग बितेछ किनभने अहिले अब यहाँ हामी अहिले तपाईँसँग अहिले बोल्दै गर्दा हामी इटरी उपमहानगरपालिकामा छौँ सहरमा छौँ विगत 20 वर्ष भनेदेखि नै भन्दा बढी भयो सहरतिर पसेर सहरमा बसेको हैन सङ्घर्ष गरेको त्यसले गर्दा ती दिनहरू फेरि अब चाहेर पनि हामीलाई फर्केर आउँदैनन् सो त्यतिखेर चाहिँ पीडादायी भनिन्थ्यो भने अहिले चाहिँ म के भन्छु भने बाल्यकाल चाहिँ एकदम राम्ररी बितेको रहेछ अहिले फर्केर हेर्दाखेरि मलाई त्यस्तो फिल हुन्छ सर तराई चाहिँ कति वर्ष भयो झरेको कि बाल्यकाल अवस्थामै म तराई झरेको भनेको तपाईँको म 55 सालको मेरो एसएलसी हो म श्री श्रीदेवी मावि नमी डाँडा त्यहीँबाट मैले एसएलसी दिएँ हाम्रो त्यहाँनिर अहिले एसी भन्छ अब त्यतिखेर एसएलसी नै थियो एसएलसी त्यो सेन्टर थियो अरू 4वटा स्कुलहरू त्यहाँ आउनुहुन्थ्यो परीक्षा दिनको लागि र 52-53 जना कति विद्यार्थी थियौँ हामी हाम्रो ब्याचमा त्यहाँ अब ठिकै थियो राम्ररी नै सरकारी स्कुलमा पढेर कुनै कम्पार्टमेन्टमा नलागिकन राम्रै डिभिजनमा त्यो विद्यालयको उत्कृष्ट विद्यार्थीकै रूपमा हामी केही साथीहरू म उहाँ साथीहरूलाई पनि अहिले सम्झिरहेको छु हामी 2-4 जना 5 जना 10 जना साथीहरू चाहिँ एकदम पढाइमा नि कम्पिटिसन उत्कृष्ट थियौँ म कक्षाको प्रथम बोय नै थिएँ कक्षा 10 मा फर्स्ट बोय नै थिएँ फर्स्ट बोय भन्ने चलन थियो त्यतिखेर त्यसपछि सेकेन्डमा मेरो साथी हुनुहुन्थ्यो गर्ल हुनुहुन्थ्यो क्लास सेकेन्ड हामी लगभग हामी सबैको पढाइ 4-5 जनाको उस्तै थियो टप कम्पिटिसन थियो राम्रो थियो रमाइलो थियो र मैले मेरो पिसिएल पढ्दाखेरि चाहिँ मेरो म्याथ राम्रो भएकोले मैले हात्तीसारमा मैले सायद त्यहाँ इन्ट्रान्समा मेरो टप 5 मा आउन भएको थियो होला तर विभिन्न कारणवश मैले त्यहाँनिर साइन्समा एडमिसन गर्न पाइनँ र मैले धेरै पछि भनौँ न भदौ असोजतिर लगभग त्यो पिसिएलको त्यो पाइकम फर्स्ट इयरको चाहिँ लगभग एक्जाम फर्म भर्ने बेलामा मात्रै मैले 5 स्टार बहुमुखी क्याम्पस फिल्ममा मैले एडमिसन गरेर कमर्सबाट सुरु गरेँ र अहिले आएर के लाग्छ भने जे हुन्छ राम्रोको लागि हुन्छ त्यस्तै म अहिले खुसी छु म जुन स्कुल अफ म्यानेजमेन्टबाट आएँ अहिले स्कुल अफ एजुकेसनमा छु राम्रो छ र म तराई झरेको चाहिँ 2058 सालमा म पहिली धरान आएको अनि 58 मा धरान आएँ त्यसपछि धरानमा 1.5 वर्ष बसियो त्यहाँ टिचिङ गरियो माथि छ आइडियल इङ्ग्लिस स्कुल भन्ने त्यहाँको म एज अ भाइस प्रिन्सिपल त्यहाँ नियुक्ति भएर म काम गरेँ अनि म त्यसपछि यहाँ इटरी आएँ इटरी चाहिँ म 59 सालमा पिसोन आवासीय माविमा त्यहाँ एउटा लोअर सेकेन्डरी टिचरको रूपमा म त्यहाँ नियुक्ति भएर म इटरीमा 59 सालमा आएपछि 58 मा तराई झरेछु हजुर सो टिचिङ करियरबाटै आफ्नो करियर थालिने गर्नुभयो है अहिले अब विभिन्न टिचिङ सँगसँगै अरू एजुकेसनिस्ट ट्रेनर र अरू विभिन्न व्यवसायहरूमा पनि आबद्ध हुनुहुन्छ सरलाई चाहिँ सबभन्दा मनपर्ने करियर चाहिँ सुरुदेखि नै सानै हुँदाखेरि कसैले के बन्छस् भनेर सोध्छन् नि बच्चाहरूलाई त्यतिखेर चाहिँ के भन्नुहुन्थ्यो सर
मलाई के लाग्थ्यो भने थोरै एउटा स्टोरी छ त्यो भन्न मलाई जहाँसम्म जरुरी लाग्छ। अहिले हामी जुन पेसामा छौँ, हामी हजुरले मलाई जुन पेसासँग जोडिरहनु भएको छ, म कक्षा 10 मा पढ्दाखेरि त्यो फाइनल एक्जाम होइन, सेन्ट अफ एकदम अहिलेको जस्तो हुँदैन थियो त्यतिखेर। मेरो पालामा टेस्ट भनिन्थ्यो, त्यो पास गर्दा मात्रै तपाईँको एसएलसी दिन पाइन्थ्यो। त्यो टेस्ट पनि जिल्लाबाटै हुन्थ्यो। अनि त्यो प्री टेस्ट भयो। प्री टेस्टमा चाहिँ तपाईँको बोर्ड एक्जाम अरू 9 क्लाससम्मको फाइनल एक्जाम र हाम्रो प्री टेस्ट सँगै भयो। के भइदियो भन्दा त्यहाँ एकजना शिक्षकको भाइ एकजना हुनुहुन्थ्यो 9 मा एक्जाम दिने, अनि 10 मा मेरो कम्पिटेटर्स एकजना साथी हुनुहुन्थ्यो, शिक्षकै आफन्त हुनुहुन्थ्यो, फेरि अर्को शिक्षकको आफन्त हुनुहुन्थ्यो। अनि उहाँहरूले अलिकति केही सिकाउने, कपीमा अलिकति लेखेर दिने अथवा कपी साट्ने, अब 10 कोले 9 लाई सिकाउने त्यस्तो गर्नुभयो। मलाई त्यो अलिकति अपच भयो। अनि मैले चाहिँ सिधै उठेर हाम्रो जो त्यहाँ इन्भिजिलेटर हुनुहुन्थ्यो, जो त्यहाँ निरीक्षक कक्षामा जो हुनुहुन्थ्यो, उहाँलाई मैले भने। अनि त्यहाँको हेड टिचर पनि आउनुभयो। मैले तत्कालीन टाइमको हेड टिचर आउनुभयो। अनि हेड टिचर 9 को एक्जाम रहेछ, मैले 10 भनेछु, म 9 मा रहेछु, उहाँ 8 मा हुनुहुँदो रहेछ। अनि 9 को रहेछ, मैले 10 भनेछु 9, किनभने 10 मा आएपछि अर्कै हेड टिचर हुनुहुन्छ, उहाँ चाहिँ मेरो एकदमै प्रेरणाको स्रोत पनि हुनुहुन्छ। त्यतिखेर अर्कै हेड टिचर हुनुहुन्थ्यो, म 10 मा जाँदा अर्कै हेड टिचर हुनुभयो, 9 हुँदा अर्कै हेड टिचर हुनुहुन्थ्यो, चेन्ज भयो। त 9 को हेड टिचरले चाहिँ अब टिचरतिरै लागेर चिटिङ भइरहेछ, मैले त्यसको विरोध गरेँ, यस्तो गर्नु हुँदैन भने, किनभने पढेर जानेर लेख्नुपर्छ भन्ने खालको विद्यार्थी थिएँ। उल्टो मलाई कारवाही गर्नुभयो, पिटाइ पनि खाएँ मैले। अनि त्यो तिमीले अर्कोचोटि यस्तो कुरा गर्यौ भने म तिमीलाई 10 मा जान दिन्न, एक्सपेल गर्छु भन्नुभयो। अनि त्यो रेड पेन चलाउनु पनि कलम। त्यतिखेर चाहिँ मलाई के फिल भएको थियो भने एक दिन म तपाईँकै जस्तो ठाउँमा बसेर त्यो रातो पेन चलाउने अफिसर बन्छु र तपाईँले अहिले अन्याय मलाई जुन गर्नुहुन्छ त्यस्तो गर्दिनँ भन्ने मलाई त्यो फिल भएको थियो क्या सर। हजुर। त्यतिखेर मलाई। तर पछि के हुँदै गयो भन्दाखेरि मैले एसएलसी सकेपछि म त्यसरी साइन्स पढ्न पाइनँ विभिन्न कारणले। विविध कारणहरू थियो। अहिले त्यतातिर हामी जाँदा लामो हुन्छ स्टोरी। मैले पछि भविष्यमा एउटा मेरो अटोबायोग्राफी एउटा किताबै लेख्छु भनेको छु। सायद म त्यहाँ लेख्छु होला ती कुराहरूलाई मैले किन पढ्न पाइनँ, के बाध्यताहरू थियो होइन, फ्यामिलीमा के समस्याहरू थियो अथवा के कारणले पढ्न पाइनँ र के कारणले पछि गएर पढ्नु पर्यो। मैले आइकम पछि भदौ असोजतिर गएर मैले अब रिजल्ट हुन्थ्यो तपाईँको जेठा सालतिर, अहिले पनि त्यस्तै नै हुन्छ एसएलसी एसीको, त्यतिखेर पढेँ भन्ने मलाई त्यस्तो लाग्थ्यो। र पछि मैले अघि अलिकति छुट्याएँ त्यो आइकम मैले पढ्दै मैले पहिली प्राइभेट स्कुलमा बोर्डिङमा टिचिङमा छिर्नुभन्दा अगाडि मैले 6 महिना 1 वर्ष चाहिँ एउटा साकु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड भन्ने थियो, त्यहाँको मैले त्यहाँ कम्तीमा आइकम पढेको लोन अधिकृत चाहिन्थ्यो मेरो चाहिँ। अब म सेकेन्ड इयर पढ्दै मलाई त्यहाँको व्यवस्थापन समितिले मलाई त्यहाँनिर रुचाउनु भयो। हजुर, तिमीले गर्न सक्छौ, तिमीसँग यो खालको क्षमता छ भनेर मैले 6 महिना 1 वर्ष जति मैले त्यहाँको लोन अफिसर भएर पनि काम गरेँ। राम्रै सेवा सुविधाहरू दिनुभएको थियो। तर मलाई के भयो भने खालि मलाई त्यो 10 पढ्दाखेरि 9 पढ्दाखेरि साथीहरूलाई सिकाउने, आफू एक्जाम आइरहेछ आफूले अरू सब्जेक्ट नपढी म्याथ साथीहरूलाई सिकाउने। केही साथीहरूले सुन्नुभयो भने त्यो उहाँहरूलाई पनि त्यो दिनका त्यो क्षणहरू याद आओस् भनेर म यो कुरा गरिरहेको छु। त्यो मेरो त्यस्तो हुन्थ्यो। त्यही भएर म आफूले जानेको कुरा अरूमा बाँडौँ न भन्ने मेरो सोचाइ चाहिँ थियो सर मेरो। सो त्यसपछि हजुरले यो शिक्षण पेसा सुरु गर्नुभयो है। सरलाई के लाग्छ एउटा टिचरमा हुनुपर्ने 4-5 वटा यसो क्वालिटिजहरू भन्नुपर्दा? मलाई लाग्छ शिक्षकमा हुनुपर्ने सबभन्दा पहिलो गुण क्वालिटी भनेको कक्षा कोठामा प्रवेश गरिसकेपछि चाहिँ आफ्ना विद्यार्थीहरूलाई चिन्नुपर्छ जस्तो लाग्छ होइन। फर्स्ट क्वालिटी उहाँहरू कुन पृष्ठभूमिबाट आउनुभएको छ, उहाँहरूको नाम के हो। किनभने मैले अहिले भन्दै गरेको कहानीहरू कतै मेरो शिक्षकले मलाई चिन्नु भएन होला, ऊ कुन फ्यामिली ब्याकग्राउन्डबाट आएको छ, के समस्याहरू छ, कस्तो विद्यार्थी हो भन्ने कुरा। त्यही भएर तपाईँको नो योर स्टुडेन्ट्स होइन, तपाईँको स्टुडेन्ट चाहिँ तपाईँले पहिले चिन्नुपर्छ। दोस्रो कुरो चाहिँ तपाईँलाई पाठ्यपुस्तक भनिरहेको छुइनँ मैले, पाठ्यक्रमको राम्रो ज्ञान हुनुपर्छ। म कुन करिकुलम पढाइरहेको छु, कुन तहमा पढाइरहेको छु, त्यो करिकुलमको उद्देश्य के छ भन्ने कुरा थाहा पाउनुपर्छ। तेस्रो कुरो भनेको शिक्षण विधि पेडागोजी भन्छ। मैले कुन विधि प्रयोग गर्दाखेरि एउटा कक्षामा विभिन्न खालका विद्यार्थीहरू हुनुहुन्छ। कोही तीक्ष्ण बुद्धि भएको होइन, एकदमै अलिकति गाइड गर्दाखेरि तपाईँको एकदमै आफै गर्न सक्ने, खोज गर्न सक्ने, उदाहरणहरू हेरेर इक्जाम्पल हेरेर गर्न सक्ने। कोही विद्यार्थीहरू अलिकति बेस कम भएको, अलिकति सपोर्ट बढी चाहिने, कोही एकदमै बेस कम भएको, धेरै नै सपोर्ट चाहिने क्याटेगोराइजको स्टुडेन्टहरू हुन्छ जुनसुकै ठाउँमा हामीले गए पनि।
मैले पनि अब एक दुईवटा ठाउँमा गएको छु, दुनियाँको जुनसुकै कुनामा गए पनि विभिन्न खालको विद्यार्थी, त्यसमा अब धेरै कुराले म्याटर गरिराखेको हुन्छ। कसैले अब के हुन्छ भने कोही कोही विद्यार्थीलाई अभिभावक नै यति सचेत हुनुहुन्छ कि घरमा पढाउने ट्युटर राख्ने त्यस्तो गरे हुन्छ। त्यस्तो खालको बच्चा र कसैको सहयोग बिना आफ्नो सर मेमहरूको कक्षा कोठामा आफ्नो टिचर्सको लेक्चरकै भरमा मात्रै पढ्ने विद्यार्थीहरू फेरि त्यो त्यसरी सपोर्ट पाउने, गाइड पाउने विद्यार्थी भन्दा अलिकति कमजोरी नै हुन्छ हो। त्यसले गर्दा तीनटा मैले हजुरलाई भनेको तीनटा एउटा शिक्षण विधि, कुन विधि प्रयोग गर्ने। चौथो भनेको मैले त्यो पाठ्यक्रम बुझेर कुन पाठ्यपुस्तक रिसोर्सेसहरू अहिले त अब तपाईँको टेक्नोलोजी तपाईँ हाम्रो पाला जस्तो त्यो छैन, अहिले त यति एडभान्स छ। अब मैले त्यहाँ पढ्दाखेरि हुन त मेरो पालामा सरबजारमा पढ्ने विद्यार्थीले त्यो प्रयोग गर्नुभयो होला, मैले क्वेसन ब्याङ्क पनि प्रयोग गर्न पाएको थिइनँ त्यतिखेर। हामीले मात्रै पाठ्यपुस्तक त्यसको एक्जाम्पलहरू हेरेर हामीले गर्थ्यौँ, हामीले त्यसरी पढ्थ्यौँ। अहिले सबै सुविधाहरू छ, गुगलमा गएर खोज्न सकिन्छ, हामीले विभिन्न पब्लिकेसनको बुकहरू छ, युट्युबमा ट्युटरिङ भिडियोहरू राखिदिएको छ। अहिले तपाईँको पाठ्यक्रम विकास केन्द्र नेपाल सरकारले पनि धेरै ठुलो लगानी गरेको छ शिक्षामा। रिसोर्सेस मैले चौथो भन्न खोजेको कुरा चाहिँ रिसोर्सेसहरू चाहिँ डेभलप गर्ने, कस्तो खालको टिचिङ मटेरियल रिसोर्सेसहरू लिएर गएर प्रदर्शन गर्दाखेरि होइन चाहिँ विद्यार्थीहरूले बुझ्नुहुन्छ। मेरो आफ्नो अनुभव के छ भने हामीले जति कराएर जति भने पनि तपाईँको अलिकति अडियो भिजुअल को माध्यमबाट अलिकति इन्टरेक्टिभ बोर्डमा अलिकति हामीले विद्यार्थीलाई अलिकति सहजीकरण गऱ्यौँ भने विद्यार्थीले छिटो बुझ्नुहुन्छ क्या, क्युरियोसिटी हुन्छ। र पाँचौँ भनेको चाहिँ कन्टेक्स्ट, परिवेश कस्तो छ त्यो परिवेशलाई हामीले जोड्न सक्नुपर्छ होइन। हामीले इटरीको परिवेश, अब हाम्रो नजिकका बजारहरू तपाईँको सिटीहरू भनेको जस्तै विराटनगर, धरान, दमक, त्यहाँको परिवेशै मिल्दैन। काठमाडौँ त अलिकति परको कुरा हो र मैले पढेको 5 स्तरको परिवेश मिल्दैन भनेपछि त्यो लोकल कन्टेक्स्टसँग हामीले कक्षा कोठामा जाँदाखेरि विद्यार्थीलाई हामीले लिएर जाने जुन हामी मटेरियलहरू रिसोर्सेस लिएर जान्छौँ र जुन विषयवस्तुमा जुन थिममा हाम्रो छलफल हुन्छ त्यो लोकल कन्टेक्स्टसँग पनि हामीले जोड्ने र लोकल सँगसँगै ग्लोबल पनि भन्छ। अहिले ग्लोकलाइजेसनको इरा छ होइन, लोकल प्लस इन्टरनेसनल भन्छ। दुनियाँमा यसलाई कसरी हेरिन्छ, यो चिजलाई कसरी पढिन्छ र हाम्रो देशमा कसरी हुन्छ र हाम्रो ठाउँमा कसरी हुन्छ भन्नु भने चाहिँ मलाई लाग्छ सायद एभरेज मार्क्स ल्याएर पास नगर्ने विद्यार्थी कुनै पनि क्लासमा हुनुहुन्न होला र कोही पनि विद्यार्थीले मैले बुझिनँ भन्नुहुन्न होला। हजुर, मलाई त्यस्तो लाग्छ। त्यही नै कुरा हुन् जस्तो मेरो आफ्नो भोगाई या बुझाइ हो। मैले भनेकै अब 100% ठिक छ भन्ने होइन, मेरो बुझाइ त्यो हो। अब सूर्य सरसँग यसो पर्सनल रिलेसन पनि छ मेरो होइन, यसो सरको बारेमा यसो बुझ्दाखेरि पनि सर धेरै थोकमा राम्रो हुन्छ। यु आर गुड एट मेनी थिङ्स होइन। सो वाट डु यु थिङ्क यु आर नट भेरी गुड एट? तपाईँले मलाई यस्तो धर्म सङ्कटमा पार्नुभयो। एक त म धेरै कुरामा राम्रो हुनुहुन्छ भन्नुभयो, मलाई त्यस्तो लाग्दैन। हुन त आफूले आफ्नो चिनिँदैन होइन। अब त्यो मृगले पनि आफ्नो के अरे कस्तुरीको तपाईँको गन्ध जिन्दगीभरि त्यो आफ्नै शरीरबाट त्यो गन्ध फ्यालेको थाहा हुँदैन, खोजिरहन्छ। मलाई मेरो सबभन्दा ठुलो कमजोरी के लाग्छ भने नि सर, म कहिलेकाहीँ रिजर्भ बस्नुपर्ने, सुन्नुपर्ने कुरामा म अलि छिटो रियाक्ट गरिहाल्छु जस्तो लाग्छ, मेरो आफ्नो कमजोरी। अर्को भनेको म छिटै मान्छेलाई विश्वास गरिहाल्छु। छिटै पहिलो भेटमै विश्वास गर्ने अथवा ठ्याक्कै विश्वास गरिहाल्ने, विश्वास गरेर मेरो कामै हुन्छ भनिहाल्ने सोचिहाल्ने। अब त्यो कारणले गर्दाखेरि आफ्ना कतिपय कुराहरू, आफ्ना कतिपय योजनाहरू अथवा काम गरेको ठाउँहरूमा आफूले सबैलाई सम्मान सम्झिन्छ, मानव हो, आफ्नो हृदय सफा छ, आफू पोजिटिभ सोचिन्छ। अघि तपाईँले बिगिनिङमै भन्नुभएको छ सुरुमै, पोजिटिभ थट्स भएको मान्छेले त्यही सोचिन्छ। तर मलाई त्यो छिटो रिएक्ट गरिहाल्ने एउटा, अर्को छिटो विश्वास गर्ने चाहिँ अलिकति अहिले पछिल्लो समयमा आएर यसो आफूले रिफ्लेक्सन गर्दै गर्दाखेरि अलिक घातक हुन् कि त्यो मेरा कमजोरी हुन् कि जस्तो मलाई लाग्छ है। अब थोरै कार्यक्रममा रमाइलो गर्नुपर्छ भन्ने धारणा मेरो है। सरसँग थोरै रमाइलो प्रश्नहरू गरेँ है। सरले स्कुल लेभलमा वा +2 वा कलेज पढ्दाखेरि सरको लभ परेको थियो कि थिएन? पैसा अब हाम्रो हाउ डु यु डिफाइन लभ भन्ने कुरा हो मेरो चाहिँ। भन्नाले अब मैले भन्न खोजेको चाहिँ एउटा मेल भइसकेपछि फिमेलसँग हुने जुन हुन्छ नि भनेको आफ्नो, म अब छोरा मान्छे, छोरा भने मेरो केटी साथीसँग, अब सबै केटा साथी केटी साथीसँग मेरो सद्भाव माया सबै थियो। तर तपाईँले भन्नुभएको लभ चाहिँ तपाईँले भन्नुभएको रिलेसन भन्नुभयो होला लभ भन्नाले, अथवा कसैलाई म मन पराउँथेँ भन्नु होला। हजुर, अब यस्तो हुन्छ सर, यो मानव स्वभाव हो। तपाईँ हामी यो कस्तो हुन्छ हजुरको भने, यो स्कुल लेभलमा पढ्दाखेरि एक खालको त्यो जानी नजानिकन
त्यो खालको तपाईँलाई अलिक कसैले बढी केयर गर्यो भने ऊप्रति पनि तपाईँको केयरिङ त्यो हुन्छ देखिन्छ। त त्यस्तो मैले कसैसँग त्यसरी हजुरले भने जस्तो त्यसरी अब फल्ना बिना म बाँच्नै सक्दिनँ, म फल्ना चाहिँ म चाहिन्छ भनेर चाहिँ थिएन। तर कसैलाई अब कसैले आफूलाई पनि अलिकति सँगै पढ्ने हिँड्ने बस्ने गर्दा कसैले आफूलाई अलिकति बढी आफूलाई त्यस्तो भएको हो कि फिल भएको हो कि अथवा फल्ना साथी चाहिँ फल्ना केटी साथी चाहिँ मेरो लागि राम्रो नै हुनुहुन्थ्यो भन्ने त्यो कता फिलिङ त भइहाल्छ। त्यो थियो होला। तर त्यसरी त्यो अब लभै भन्ने अथवा लभ गर्ने म तिमीलाई माया गर्छु तिमी बिना बाँच्दिनँ भन्ने खालको चाहिँ होइन। तर अब काइन्ड अफ यी केटा साथीहरू चाहिँ मेरो बेस्ट हो नि, केटी साथीहरू चाहिँ बेस्ट हुनुहुन्छ उहाँहरू भन्ने त अब त्यो भइहाल्छ। थियो अब उहाँहरूको पनि मप्रति थियो होला, मेरो पनि उहाँप्रति थियो होला। अब त्यो कस्तो हुन्छ तपाईँको भने रमाइलो कुरा चाहिँ अब कतिपय कुरा व्यक्त गरिँदैन नि त होइन। अहिलेको जस्तो एडभान्स पनि थिएन त्यतिखेर। अहिले पो अब भनिहाल्ने व्यक्त गरिहाल्ने मेसेजबाट पठाइदिने त्यो थियो। त अब त्यतिखेर थियो भने पनि भन्ने कुनै यो थिएन। अनि फेरि अब के थियो भने तपाईँ हाम्रो अर्को एउटा बाध्यता के थियो भन्दाखेरि तपाईँको क्लास तपाईँको फ्यामिली कुन परिवेशको फ्यामिली छ, कति सम्पन्न छ, कस्तो परिवार गनिन्छ समाजमा भन्ने थियो नि त। तपाईँले अब त्योभन्दा अलिक अर्को जातको अब अझै आफूभन्दा अलिक तल अलिक गरिब आफूभन्दा अलिक सम्भ्रान्त परिवार होइन तपाईँले पाउनुहुन्न थियो नि त त्यतिखेर। त कि आफै समानको हेर्नु पर्यो कि तपाईँको कुरालाई मनमा लुकाएर राख्नु पर्यो त्यस्तो थियो। तर खासै मलाई तपाईँको मैले त्यस्तो बाटो अपनाएको त्यस्तो गरेको छैन। कोही साथीहरू हुनुहुन्थ्यो होला, म उहाँलाई अलिक बढी रुचाउँथेँ, त्यो त पक्का थियो। सो अर्को रमाइलो प्रश्न के सोध्न मन लाग्यो भने सपोज यु आर गोइङ इन अ डेजर्ट है आइल्यान्ड होइन वान थिङ वाट वुड यु क्यारी विथ यु? के लिएर जानुहुन्थ्यो? एउटा डेजर्ट आइल्यान्डमा एक्लै बस्नुपर्ने केही दिनको लागि। म सायद एउटा किताब र डायरी लिएर जान्थेँ होला। त्यहाँ किताब र डायरी के गर्नको लागि वा के गर्नु? त्यो एकान्तमा एउटा राम्रो किताब छान्थेँ जुन किताब चाहिँ वर्ल्डको बेस्ट सेलर हुनु पर्यो र त्यो किताब चाहिँ मेरो अहिले प्रोफेसनसँग मेरो जुन थटसँग विचारसँग मिल्ने त्यो किताब त्यहाँ लिएर गएर म चाहिँ त्यो डेजर्टमा गएर अब त्यहाँ त सुनसान कसैले मलाई चिन्दैन कोही हुँदैन। एउटा डायरी मैले किन भन्दा त्यो किताब पढ्ने अनि आफ्नो जीवन र त्यो किताबबाट केही नयाँ कुराहरू त्यो डायरीमा लेखेर म त्यसलाई त्यो फर्दर मेरो अपकमिङ डेजहरू लाइफको आउने दिनहरूमा अथवा मेरो करियरमा अथवा मेरो प्रोफेसनमा अथवा मेरो यस्तो विचारको मान्छे हो क्या राहुल सर। कस्तो भने म जन्मिँदाखेरि सायद मेरो मम्मी बुवा मेरो दाई भाइ बहिनीलाई थाहा थियो होला, धेरै भनेको 2-3 जना छिमेकीलाई थाहा भयो होला क्या म जन्मिँदा। तर मेरो मृत्यु हुँदा चाहिँ कम्तीमा दुनियाँलाई थाहा नभए पनि 2-4 हजार 10 हजार मान्छेलाई चाहिँ थाहा होस्, म्याक्सिममलाई थाहा होस्। तर त्यो पोजिटिभ वेमा त्यो पनि अब मान्छेले अब हुन त अब कुकर्म त नगर्नु भन्छ होइन, सुकर्म गरेरै राम्रो कर्म गरेरै राम्रो काम गरेर थाहा होस् भन्ने सोचाइ भएकोले गर्दाखेरि त्यो डायरीमा त्यस्ता चिजहरू लेखियो भने हुनसक्छ भोलि यो दुनियाँबाट जाँदा केही लेखहरू केही कुराहरू लेखेर केही एउटा किताबै प्रकाशन गरेर आर्टिकलहरू प्रकाशन गरेर जाँदाखेरि त्यो अरूको लागि पनि आउने हाम्रा पिँढीहरूको लागि पनि केही न केही मार्गदर्शक बन्थ्यो होला। किनभने हामी अहिले पढिरहेछौँ, हामीले अब थ्योरीहरू अब हामीले अहिले रिसर्च गरिरहेछौँ। अहिले मेरो जुन म विद्यार्थी जुन स्कुल अफ एजुकेसनमा म स्कुल अफ म्यानेजमेन्टबाट आएको छु। अब हामीले आजभन्दा तपाईँको 20 वर्ष 25 वर्ष 30 वर्ष अगाडिका थ्योरिस्टहरूले होइन फिलोसफरहरूले प्रतिपादन गरेका सिद्धान्तहरू प्रतिपादन गरेका थ्योरीहरूको आधारमा हामीले अहिले रिसर्च गरिरहेछौँ भनेपछि हामीले केही न केही चाहिँ यो दुनियाँमा छोडेर जानुपर्छ होला। हामीभन्दा धेरै यङ मान्छेहरूले त्यस्ता विद्वानहरूले तपाईँको त्यस्ता स्कलरहरूले तपाईँको त्यस्ता महान कार्य गरेर जानुभएको छ। उहाँहरू जाँदाखेरि त्यो कुराको खोजी थिएन, तर उहाँहरूको मृत्यु भएको 10, 15, 15 वर्ष 20 वर्ष 30 वर्षपछि अहिले ती चिजहरू चाहिँ दुनियाँमा तपाईँको थ्योरीको रूपमा दुनियाँमा एउटा प्र्याक्टिसको रूपमा त्यो प्रयोग भइरहेछन्। त्यस्तै म पनि केही न केही यो दुनियाँलाई छोडेर जाने चिज त्यो डेजर्टमा गएको बेला बनाउन सक्थेँ कि भन्ने। सरलाई अब अर्को रमाइलो प्रश्न सोध्न जस्तो लाग्यो। म अर्को प्रश्न चाहिँ के छ भने सपोज अहिलेको वर्तमान नेपाली एक्ट्रेसहरू हुन्छ नि, सरलाई पनि अब कतिको नाम थाहा छ छैन होइन। सपोज सरले एउटा मुभी खेल्ने अवसर पाउनुभयो भने आफ्नो को स्टार चाहिँ कसलाई चुज गर्नुहुन्छ? के अधिकारी के मनपर्छ उहाँको?
के अधिकारीको मलाई पर्सनालिटी पनि मनपर्छ। अर्को उहाँको त्यो डायलग डेलिभरी र कन्टेन्ट डेलिभरी गर्नुहुन्छ नि जुन कन्टेन्ट त्यो एकदमै राम्रो छ। उहाँको कुनै मुभी यसो ठ्याक्कै पर्टिकुलर मुभी मन परेको उहाँको भन्दा पनि म मुभी मलाई ठ्याक्कै एक दुईवटा हेरेको छु। त्यो दयाहाङ राईसँग खेल्नु भएको छ एउटा मुभी उहाँले। ठ्याक्कै मैले त्यो मुभी चाहिँ मुभीको नाम मैले याद गर्न सकिनँ, कहिलेकाहीँ यस्तो हुन्छ। म अब कस्तो भने सङ्गहरू सुन्ने अनि मुभी अलिकति राम्रो खालको मुभीहरू चाहिँ पहिले अलि हेरिन्थ्यो, हलमै गएर हेर्ने भन्दा पनि अब तपाईँको हलमा पनि अलि एक दुईचोटि गइयो होला, तर अलिअलि तपाईँको मुभीहरू चाहिँ अब तपाईँको भ्याउँदाखेरि चाहिँ जाने। जस्तै अब अहिले नेपालीको कुरा भइरहेछ र नेपाली मुभीमा जस्तै राज सङ्गाल दाईको मुभीहरू अलिकति मन पराउने रुचाउने उहाँको त्यहाँ, किनभने कन्टेन्ट हुन्छ, उहाँहरू कन्टेन्टमा रिच हुन्छ। अहिले पछिल्लो समय दयाहाङ राईको होइन, उहाँले त्यो गाउँ परिवेश अथवा हाम्रो नेपाल कस्तो छ भन्ने कुराको त्यो चित्रण होइन। अहिले अब तपाईँको पूर्णबहादुरको सारङ्गी अहिले पछिल्लो समयमा आएको छ होइन, त्यो पछिल्लो समयको अहिले चर्चा त्यो त्यस्तो खालको तपाईँको मलाई त्यो कमेडियन पनि मन, सबै खालको मुभीहरू हेर्न पाइयो भने त राम्रो लाग्छ। तर मलाई विशेष गरी बढी चाहिँ हाम्रो देशलाई चिनाउने खालको, देशमा यस्तो पनि हुँदो रहेछ है, हाम्रोमा यस्तो गाउँहरू पनि रहेछ, यस्तो प्रथा पनि रहेछ, मान्छे यति पीडित रहेछ यही देशभित्र कुना काप्चामा भन्ने टाइपको हुन्छ। र के अधिकारीको चाहिँ मलाई अब अरू पनि एक्ट्रेसहरू अब जस्तै प्रियङ्का कार्कीहरू अब अरू तपाईँको अरू पनि हुनुहुन्छ, उहाँहरूको पनि राम्रो छ होइन। सरले मलाई मुभी तपाईँको अलिकति मैले के अधिकारीको चाहिँ उहाँको त्यो कन्टेन्ट डेलिभरी र उहाँको डायलग र अलिकति सिज क्वालिफाइड, अरू पनि क्वालिफाइड हुनुहुन्छ, पढा लेखा हुनुहुन्छ, त उहाँको चाहिँ मलाई स्पष्टता छ क्या उहाँको। जस्तै श्रृङ्खला खतिवडाको पनि म अलिकति हेर्छु, अलिकति इन्जिनियरिङ ब्याकग्राउन्डबाट आउनु भएको छ, यता उहाँको पनि राम्रै छ। तर मलाई सबैभन्दा तपाईँले मुभी खेल्दाखेरि कोसँग भनेर भन्नुभयो नि त, त्यसले गर्दा के अधिकारीको चाहिँ मलाई अलिकति बढी मनपर्छ। अब फेरि सरको पर्सनल लाइफसँगै रिलेटेड प्रश्न राखेँ मैले। सो वाट इज योर बिगेस्ट फेयर? सबभन्दा ठुलो डर चाहिँ के छ यहाँको? अब कस्तो अप्ठ्यारो प्रश्न सोध्नु। मलाई चाहिँ मेरो लाइफको सबभन्दा ठुलो म डराउने चाहिँ मैले जुन नाउमा मेरो खुट्टा राख्छु अथवा जुन काममा म सुरु गर्छु म सफल हुनैपर्छ। त्यो मेरो अब तपाईँ एम्बिसियस हुनुहुन्छ, तपाईँ घमण्ड हुनुहुन्छ, तपाईँसँग एरोगेन्ट बडी छ भनेर कतिपय ठाउँमा म फिट पनि हुँदिनँ। अघि पनि मैले भने म ठ्याक्कै रिएक्ट गरिहाल्ने त्यो टाइपको स्वभावको भएकोले अहिले धेरै कम भएको छ। हजुरले मलाई जसरी चिन्नुहुन्छ, हामी अब अहिले पनि अब जस्तै चिन्छौँ हामी एकअर्कालाई, तपाईँले मलाई नजिकबाट चिन्नु नै हुन्छ। तर बिचमा अलिकति अब ग्याप भयो होला, केही समयमा हामी अझै बढी भेटघाट हुन्थ्यो भने अहिले पातलो छ, भेटघाट हुँदैन। त म विगत यो 3-4 वर्षदेखि चाहिँ अलिकति आफूलाई रिजर्भ राख्ने, अलिकति मलाई यो मेरो एमफिलको स्टडीले पनि मलाई अलिकति ट्रान्सफर्मेसन ल्याएको छ। मैले जहाँ जुन स्कुल अफ एजुकेसनको म एउटा स्कलर भएर म अहिले अध्ययन गरिरहेको छु, त्यसले पनि मलाई अलिकति धेरै नि, अलिकति भन्दा निकै धेरै नि 70-75% ममा ट्रान्सफर्मेसन आएको छ। त्यो चिजहरूमा चाहिँ म जुन चिजमा बोलिहाल्ने, यो मैले भनेकै ठिक छ भन्ने, सबै कुरा जान्ने भन्ने खालको टाइपको थियो, त्यसमा चाहिँ मेरो अलिकति आएको छ ट्रान्सफर्मेसन। र मेरो सबभन्दा बिगेस्ट फेयर इन लाइफ, जुन काम सुरु गर्छु सायद त्यो बिचमा छोडेर सफल हुन्न कि बिचमा छोड्नु पर्यो भने म असफल हुन्छु कि भन्ने मेरो बिगेस्ट फेयर चाहिँ त्यो हुन्छ जहिले पनि। सायद त्यो मेरो कमजोरी पनि हुनसक्छ। त्यो फियर भएपछि कुनै पनि काम म स्टार्ट नगर्न सक्छु, पहिले नै डराउन सक्छु। तर मेरो अहिले गर्दै गरेको काम पनि राम्रो गरौँ, मलाई त्यो कुनै दाग नलागोस् अथवा कसैले पनि नराम्रो नबन्नुहोस्, अथवा फल्नाले अब सूर्य चौलागाईले यो काम सुरु गर्नुभएको थियो, यो पद लिनुभएको छ, यो संस्था लिनुभएको छ, त्यो चाहिँ फेल भयो भन्ने चाहिँ नहोस् भन्ने मेरो सबभन्दा ठुलो डर त्यो चाहिँ हुन्छ क्या। एक्जाम्पल चाहिँ बन्न पाऊँ, फेलियरको एक्जाम्पल होइन, सक्सेसको एक्जाम्पल भन्ने हो। सरसँग अर्को के कुरा बुझ्न मन लाग्यो भने कुनै यस्तो मुभी वा बुक जुन चाहिँ सरले रिसेन्टली पढ्नु भएको छ जसले चाहिँ सरलाई निकै मोटिभेट वा इन्सपायर गराएको छ? मैले पछिल्लो समयमा मैले ठ्याक्कै तपाईँको पछिल्लो समय भन्दा पनि मैले मुभी ठ्याक्कै नहेरेको चाहिँ तपाईँको 3 इडियट्स मैले धेरैचोटि हेरेँ। हजुर होइन, हिन्दी मुभी। त्यसपछि अहिले पछिल्लो समय मैले त्यसरी बाहिर आउट अफ कोर्स भन्नाले बाहिरका किताबहरू त्यति पढ्ने 1.5-2 वर्षदेखि मौका पाएको छुइनँ मैले अहिले मेरो एमफिलकै स्टडीको लागि त्यसैको आर्टिकलहरू, त्यसैको बुक्सहरू मैले त्यसैको पेरिफेरीमा छु। मैले ठ्याक्कै अहिले म तपाईँलाई बुक मुभी भन्दा पनि अहिले पछिल्लो समय नेपालमा जुन यो कमेडी
रियालिटी सोहरू छ नि हजुर त्यो कमेडी रियालिटी सोहरू चाहिँ मैले हेरिरहेको छु र त्यो कमेडीबाट के भइरहेछ भन्दाखेरि हाम्रो देशको राजनीति आर्थिक सामाजिक शैक्षिक जस्तै हिजो पनि मैले एउटा हेरेँ स्कुलहरूमा कसरी पढाइ हुँदो रहेछ टिचर कस्तो हुँदो रहेछ अझै पनि विद्यार्थी कस्तो हुँदो रहेछ भन्नेको त्यसको चित्रण गरिरहेको छ त्यसले मलाई रिफ्लेक्सन दिइरहेको छ ती चिजहरू चाहिँ मैले कमेडी दरबारहरू हेरिरहेको छु र मैले ठ्याक्कै विगत 2.5-3 वर्षदेखि चाहिँ लगभग 3 वर्षै भयो भनौँ न 2023 देखि यता चाहिँ तपाईको मैले त्यसरी फाल्टु कोर्सभन्दा बाहिरको गएर पढ्न मौका पाएको छुइनँ अहिले तपाईको म चाहिँ त्यही नै लस्ट भएको छु क्या त्यही मेरो आफ्नो रिसर्चको काममै अब आर्टिकल पढे पनि बुक पढे पनि मेरो स्ट्रिम एजुकेसनसँग रिलेटेड मेरो पार्टिसिपेटरी एक्सन रिसर्च मेथोडोलोजी हो टिचर्स प्रोफेसनल डेभलपमेन्ट हो तिनैसँग फेरिमा गएर मेरो एमफिलकै तपाईको त्यो एमफिलको जर्नीकै वरिपरि रहेर मैले पढिरहेको छु हजुर अब अर्को एउटा सोध्न मन लागेको कुरा चाहिँ के हो भने आफ्नो लाइफ एक्सपिरियन्सबाट सरले सिक्नुभएको कुनै 2-3वटा लेसन्सहरू यसो हाम्रो लिसनर्सलाई पनि भनिदिनु सबभन्दा ठुलो त अब म युथहरूलाई बढी मन पराउने युथहरूलाई इम्पावर गर्नुपर्छ भन्ने तपाईको सिद्धान्त विचार भएको व्यक्ति भएकोले गर्दाखेरि चाहिँ पहिले चाहिँ हामीले मेरो लाइफमा सिकेको हामीसँग एउटा भिजन गोल्स हुनुपर्छ रहेछ जस्तै अहिले विशेष गरी अहिले 12को एक्जाम भइरहेछ 12मा एक्जाम दिने विद्यार्थी भाइ बहिनीहरूलाई पनि अलिकति लक्षित गरेर भनिरहेको छु अनि ब्याचलरमा पढ्ने भाइ बहिनीहरूलाई लक्षित गरेर भनिरहेको छु मास्टर्समा पढ्ने भाइ बहिनीहरूले मैले त्यहाँसम्म पढाएको हुनाले गर्दाखेरि सबैलाई पहिले चाहिँ अब अहिले 12मा एक्जाम दिने विद्यार्थीहरूले एक्जाम पछि थपक्क पहिलो हप्ता 2-3 दिन रेस्ट गरेर पहिले एउटा गोल सेटिङ गर्ने क्या लाइफको जबकि अहिले अब म मास्टर्स पुग्दा पनि सायद मलाई त्यो थिएन होला अहिले पनि छैन होला म यति वर्ष भइसक्यो 42 वर्ष तपाईको लगभग पुरा भयो अहिले पनि जीवनमा यही नै गर्छु यसै अगाडि बढ्नुपर्छ भन्ने हाम्रो प्लान थिएन क्या एक्सिडेन्टली गर्दै आयो कति सफल भइहाल्छ कहाँ पुगिहाल्छ त्यो आफ्नो ठाउँमा छ अब यति च्यालेन्जिङ छ दुनियाँमा वर्ल्डमा यति च्यालेन्ज छ यति कम्पिटेन्ट व्यक्तिहरू आइरहनु भएको छ दुनियाँबाट यति कम्पिटिसन छ कि अहिले हाम्रो देशका युवा युवतीहरू हाम्रा भाइ बहिनीहरू जो कक्षा 12मा पढ्नुहुन्छ उहाँहरूले 12 पछि नै योजना बनाउनुपर्छ गोल सेटिङ लाइफको गोल सेटिङ हैन त्यो एउटा सबभन्दा महत्त्वपूर्ण पक्ष लाग्छ हामीमा हिजो त्यो खालको वातावरण थिएन गाइड गर्ने थिएन अहिले हामीसँग गाइड गर्ने उहाँहरूलाई हामीले आफ्नो ठाउँबाट सहयोग गर्न सक्छौँ हामी त्यो पेसामा भएकोले गर्दा अर्को भनेको ममा के स्ट्रेन्थ छ मेरो तपाईले 3-4वटा भन्नुभएको छ म 3-4वटा भन्दा बढी लादिन सीमित गर्छु पहिलो चाहिँ आफ्नै लक्ष्य बनाउनु पर्यो त्यो बनाउनको लागि अब आफू सकिदैन भने आफूलाई चिन्ने साथीहरू आफ्नो गुरु आफूलाई पढाउने सरहरू सिकाउने सहजीकरण सर मेमहरू आफ्नो आमा बुवाहरू कोबाट लिँदाखेरि चाहिँ अलि राम्रो हुन्छ अथवा कोही कन्सल्टेन्टकोमा गएर हुन्छ कि हैन जस्तै कतिपय मलाई चिन्नेले सरले यसो भन्नुहुन्थ्यो इटरीको विद्यार्थी भाइ बहिनीहरूले चाहिँ एकचोटि सरलाई भेटेर सरसँग पनि सल्लाह लिनु पर्यो भन्नुहुन्छ भने मेरो त अब तपाईको पर्सनालिटी डेभलपमेन्ट प्रोफेसनल डेभलपमेन्ट तपाईको टाइम म्यानेजमेन्ट यी यस्ता यो करियर डेभलपमेन्टको लागि गोल सेटिङको लागि मैले चलाउने सेसनहरू पनि हुन् म त्यसैको प्र्याक्टिसन पनि भएकोले गर्दा विदाउट कस्ट उहाँहरूलाई म सहयोग गर्न सक्छु एउटा त्यो अर्को तपाईको दोस्रो म भनिरहेको थिएँ कि ममा के स्ट्रेन्थ छ के क्षमता छ र विकनेस के छ त्यो पत्ता लगाउनु पर्यो र स्ट्रेन्थलाई अझै स्ट्रेन्थेन गर्दै जानु पर्यो अझै मजबुत बनाउँदै विकनेस र प्रब्लमबाट ओभरकम कसरी हुन सकिन्छ भनेर त्यसलाई मिनिमाइज गर्ने त्यो निको नै पार्ने पुरै चटक्कै मेरो विकनेस म अघि मैले भने नि मेरो विकनेस भने नि त मैले चटक्कै त्यो कुरालाई म गर्दिनँ म त्यो रिएक्ट गरिहाल्ने अलि एम्बिसियस टाइपको हैन कुनै पनि चिजमा हात हालेपछि सफल हुनैपर्छ भन्ने काइन्ड अफ क्रेजिनेस हैन त्यो पनि चाहिन्छ तर त्यो एभ्रिथिङ हेज गट लिमिट भन्छ नि त्यो लिमिट क्रस भयो भने त्यसले पनि हार्मफुल हुन्छ त्यसले गर्दाखेरि आफ्नो विकनेस पत्ता लगाएर त्योबाट अलिकति ओभरकम हुने र जहिले पनि टाइम मनी प्यारेन्ट्स एजुकेसन र आफूलाई सिकाउने गुरुवर्गहरूको भ्यालु बुझ्नु पर्यो क्या त्यति बुझ्यो भने तपाईँको जिन्दगी सफल हुन्छ जस्तो लाग्छ मलाई चाहिँ अब लगभग कार्यक्रमको अन्त्यतिर पनि छौँ हामी हजुर सर सरसँग एउटा एडभाइस चाहिँ के लिन मन लाग्यो म सँगसँगै हाम्रो लिसनर्सहरू है हजुर वाट एडभाइस वुड यु लाइक टु गिभ द वान हु वान्ट्स टु पर्स्यु द करियर एज योर्स सिमिलर करियर Okay, similar careers. Thank you very much for this question. It's a really wonderful question. तपाईलाई म व्यक्तिगत रूपमा र मेरो संस्थाको तर्फबाट तपाईलाई धन्यवाद दिन चाहन्छु। अन्तिममा यो एकदम महत्त्वपूर्ण प्रश्न सोध्नुभयो। करियर भन्नाले अब हामीले
अहिले मैले अघि पनि भने अहिले हामीले सोध्यौँ भने सायद मलाई पनि कसैले तपाईँको करियर के भन्दा अब मैले करियर के भन्ने हाफ अफ द लाइफ इज गन अब जे गर्नु छ जे बनेको छु म त्यसलाई राम्रो गर्ने हो लगभग हजुरको पनि अब के भन्ने तपाईँको मैले अघि भने जस्तो 12 क्लास पछि ब्याचलर पछि कसैले राम्ररी गाइड गरिदिएको भए त सायद अर्को नेक्स्ट लेभल हुन्थ्यो होला या तपाईँले भित्र राखेको म यस्तो बन्नु थियो अहिले यसरी कम्प्रोमाइज गरिरहेको छु भन्ने कुरा चाहिँ के हुन्थ्यो त्यो रहँदैन थियो क्या त्यही भएर पहिले चाहिँ भिजन क्लियर हुनुपर्छ अब गोल सेटिङै हुनुपर्छ अब करियर के छ भन्दाखेरि अब हाम्रो यहाँनिर तपाईँ हामी शैक्षिक संस्थामा काम गर्ने व्यक्तिहरू हौँ हामीलाई चिन्नुहुन्छ यहाँनिर होइन अब म त अब शिक्षासँगै जोडिएको छु हजुर पनि शिक्षासँग जोडिनु भएको छ हामी तपाईँले यो एउटा महान काम पनि सुरु गर्नु भएको छ यसरी अब यो पनि त राम्रो हो नि त तपाईँको पोहोर लास्ट इयर तपाईँ जे हुनुहुन्थ्यो राहुल रोय जुन एउटा शिक्षामा निरन्तर तपाईँको एउटा मैले अघि भने कि त्यो +2 लेभलको विद्यार्थीहरूको एउटा तपाईँको एउटा राम्रो शैक्षिक संस्थाको उहाँहरूलाई कोअर्डिनेसन गर्ने पदमा बसेर फेरि तपाईँको दिउँसो पनि तपाईँको विभिन्न विद्यालयहरूमा पढाएर एउटा तपाईँ शिक्षा क्षेत्रमा निरन्तर लागिरहनु भएको छ एउटा यङ मान्छे तपाईँले विद्यार्थी इम्पावर गरिरहनु भएको छ हजुरले तर त्यसको साथसाथै बिसाइड अफ द्याट तपाईँको एउटा प्यासन रहेछ नि त यो एउटा होइन अहिले हामी जुन मलाई तपाईँले मेरो इन्टरभ्यू लिइरहनु भएको छ ब्रोडकास्टमा भनेपछि तपाईँले यो प्यासनले तपाईँलाई ड्रिभन गर्यो क्या हिजो नसके पनि अब चाहिँ म चलाउन सक्ने अब चाहिँ म खुट्टा अगाडि बढाउनुपर्छ भन्ने अवस्थामा पुग्नु भयो नि त हो अब हामीले काउन्सिलिङ गर्ने करियर काउन्सिलिङ गर्ने भनेको चाहिँ एउटा चेकलिस्टै बनाउने हो पहिलो अप्सनमा यो गर्छु यो मेरो हबी हो जस्तै तपाईँको एउटा करियर र जीवन धान्ने टिचिङ प्रोफेसन भयो तपाईँ फेसिलिटेसन गरिरहनु भएको छ म्यानेज गरिरहनु भएको छ शैक्षिक संस्थाहरूलाई भने हेरिरहनु भएको छ एउटा महत्त्वपूर्ण पदमा बसेर भने यो तपाईँको प्यासन हो क्या भनेको तपाईँको बाँकी रहेको समय यसलाई पनि दिनुभयो त्यसो गर्दा यसले तपाईँलाई खुसी दियो तपाईँलाई अरू कुरा पारिवारिक कुरा व्यक्तिगत कुरा जीवन धान्नको लागि त्यहाँ तपाईँले एउटा जहाँबाट अर्थोपार्जन गर्नुहुन्छ आर्थिक लिनुहुन्छ त्यसले तपाईँलाई दिन्छ त्यही भएर मान्छेले खुसी भनेको अरूले दिँदैन अरे क्या इट कम्स फ्रम विदिन भन्छ नि त्यसले गर्दा अहिलेको म करियर काउन्सिलिङ गर्ने साथीहरूलाई मेरो आफ्नो विचार हो यही हुनुपर्छ भन्ने छैन युथहरूलाई के भन्न चाहन्छु भने तपाईँको पहिले मैले अघि भनेकै कुरा हो समय चिन्नुहोस् पैसाको भ्यालु चिन्नुहोस् र अब मैले के भन्दाखेरि मेरो जीवनमा मेरो अर्थोपार्जन हुन्छ पैसा कमिन्छ पहिले जस्तो डक्टर बन्नुपर्छ इन्जिनियर बन्नुपर्छ भन्ने छैन नि त अहिले होइन के छ हरेक सेक्टरमा डिमान्ड छ अब हामी अहिले भन्छौँ ब्रेन ड्रेन भइरहेछ विद्यार्थी सबै पढ्न बाहिर गइरहनु भएको छ सबै तपाईँको विदेशी रहनु भएको छ त देशमा के छ त देशमा छ सबै थोक तर गर्ने वातावरण छैन कि हाम्रो स्थानीय सरकारले सोच्ने हो कि यहाँका शैक्षिक संस्थाहरूले सोच्ने हो कि हामी जस्तो तपाईँको करियर काउन्सिलिङ गर्ने व्यक्तिहरूले पनि सोच्ने हो कि गर्न त हामीले गरिरहेछौँ होला तर पनि राज्यले नै तपाईँको होइन तपाईँको राज्यले नै स्थानीय सरकार तपाईँ छ अहिले त 3 तहको सरकार छ होइन तपाईँको प्रदेश सरकार छ तपाईँको अनि माथि सङ्घीय सरकार छ हामीले चाहिँ हामीले यहाँ डेलिभरी गर्दै गर्ने चिजहरू चाहिँ हामीले हायर एजुकेसनको लागि जति काम हुनु पर्थ्यो जति जुन क्वालिटीको एजुकेसन हुनु पर्थ्यो त्यो छैन नेपालमा भनेर म भन्छु म आफै पनि किनभने म आफै पनि तपाईँको आइकम पछिको मेरो पढाइ भनेको मैले नेपालमा ब्याचलर एडुकेसन गरेर पनि मैले पढिनँ यही छिमेकी देशमा गएर पढेँ मैले स्कलरसिपहरू पाएर पढेँ ती र यहीँ कम्पेयर गर्दाखेरि पनि फरक छ क्या अहिले हामीले जुन ट्रान्सफर्म भइरहेछ अहिले जुन हामी लेभलले म फेसिलिटेसन गरिरहेको छु त्यो खालको त लगभग मलाई त्यहाँ पाएको रहेछ क्या मैले छिमेकी मुलुकमा गएर पढ्दाखेरि भनेपछि हामीले के चाहिँ गर्नुपर्छ होला भने कुनै पनि चिज यस्तो भयो भन्दा पनि किन भइरहेछ हामीले त्यो युथहरूलाई यहाँ रोक्नको लागि के गर्नुपर्छ कस्तो खालको एजुकेसन डेलिभरी गर्ने हो अपार्ट फ्रम एजुकेसन अब जस्तै एउटा विद्यार्थी यहाँ 12 पछि बाहिर किन जान्छ भन्दाखेरि पढ्न मात्रै जाँदैन करियरको लागि जान्छ उसले ब्याचलर सकिसक्दा राम्रो ठाउँमा सेटल हुन्छ जबकि एक हप्तामा 2 दिन युनिभर्सिटी गएर पढेर अरू 3 डेज उसले 4 डेज उसले फुल काम गर्छ एक दिन विकेन्ड बनाउँछ त्यो 4 डेज पढेकोले उसले उसको कलेज फी पनि तिर्न पुग्छ अनि क्वालिटीको एजुकेसन पनि पाइरहेछ असाइनमेन्टहरू घरबाट बुझाइरहेछ अब हामी 6 दिनमा 6 दिन कलेज लगाएर पनि कम्पिटेन्ट विद्यार्थीहरू उत्पादन गर्न सकिरहेको छैन त्यसले गर्दाखेरि अघि मैले ग्लोकलको कुरा गरेको थिएँ इन्टरनेसनल के भइरहेछ इन्टरनेसनल एजुकेसन हायर एजुकेसनले के भन्छ हामीले कसरी डेलिभरी गरिरहेछौँ अब हामीले कसरी चाहिँ गर्ने भन्नेको एउटा योजना चाहिँ हामीलाई चाहिन्छ जस्तो लाग्छ र करियरको कुरा गर्दाखेरि हेर्दाखेरि यो करियर भनेको करियर भन्ने एउटा स्लोगन जस्तो भएको छ तर व्यक्तिको एउटा हामी संस्थाको अडिट गरे जस्तै एउटा व्यक्तिको अडिट गरेर
त्यो एउटा व्यक्तिलाई चाहिँ उसको करियरको लागि भविष्यमा, करियर पनि अहिले नभनौँ, भविष्यमा त्यो एउटा अहिले 12 क्लास पढेर एक्जाम दिँदै गरेको विद्यार्थीले अथवा ब्याचलर पढेर फाइनल एक्जाम दिँदै गरेको विद्यार्थीले अहिले 12 को भएकोले गर्दा तपाईँ हामी अहिले यहाँ यो छलफलमा तपाईँको यो प्लेटफर्ममा यो पोडकास्टमा हामीले छलफल गर्दै गर्दा 12 को एक्जाम हुँदै भएको कारणले गर्दाखेरि मैले त्यसैलाई बेस मानेर कुरा गर्दाखेरि उसले 12 कक्षा पढिसकेपछि अब उसले कस्तो योजना बनाउनुपर्छ, कसरी उसको काउन्सिलिङ सही तरिकाले उसलाई थाहा हुन्न अहिले सबै कुरा। साथीले एक थोक भन्नुहुन्छ, बुवाले एक थोक भन्नुहुन्छ, गुरुले एक थोक भन्नुहुन्छ, कसले कति बुझिया छ त्यति भन्नुहुन्छ हैन। करियर काउन्सिलिङ गर्ने त्यस्तो संस्थाहरूमै गएर अथवा विभिन्न भिडियो हेर्ने, बुकहरू पढ्ने, को व्यक्तिप्रति चाहिँ ट्रस्ट हुन्छ। मैले अघि भने मलाई चिन्नेहरूले मसँग आएर फ्रीमा काउन्सिलिङ लिन सक्नुहुन्छ भन्ने भनिहालेँ। उहाँहरूसँग सल्लाह गर अनि म के चाहन्छु लाइफमा, के भन्न चाहन्छु भनेर तपाईँको एउटा पेपरमै राखेर कोरेर म यो भन्न चाहन्छु, सरले मेरो गुरुहरूले यो भन्नुभयो, मलाई पढाउने फेसिलिटेसन गर्ने सरहरूले यो भन्नुभयो, मेरो एक्स्ट्रा ट्युटर गर्ने सरले यो भन्नुभयो, उहाँ चाहिँ मेरो नजिक हुनुहुन्छ, उहाँ मेरो बेस्ट टिचर, मेरो यो सब्जेक्टको गाइडर हो उहाँ, मेरो मम्मीले यसो भन्नुभयो, ड्याडीले यसो भन्नुभयो, दाइले यसो भन्नुभयो, मामाले यसो भन्नुभयो, बुकमा यसो भनिहाल्छ होइन, भिडियोहरूमा यसो भनिहाल्छ भन्दा एक खालको उसले त्यहाँबाट सबै त्यो युथले त्यहाँबाट एउटा डेटा उहाँले लिएर खासमा मैले गर्नुपर्ने चाहिँ यसो रहेछ, म मेरो भिजनमा ड्राइभ हुन्छु, यी कुराहरू मेरो इक्जाम्पलको मेरो हुन्छन् भनेर एक खालको त्यो लेभलमा हामीले पुर्याउन सकियो भने राम्रो छ। एजुकेसनको लिनको लागि त दुनियाँमा जहाँ बेस्ट एजुकेसन छ त्यहाँ लिन पाइयो, तर त्यतै पलायन चाहिँ हुनु भएन। ती हाम्रा युथहरू 10 वर्ष 15 वर्ष बाहिर बसेर पढेर केही पैसाहरू त्यहाँको लिएर आएर यहाँका इन्स्टिट्युसनहरूमा फेरि उहाँहरूले लिडरसिपको पोस्टमा उहाँहरू बसेर लिडरसिप भएर अथवा यहाँ काम गरेर इन्भल्भ भएर तपाईँको स्टेक होल्डर भएर उहाँहरू काम गर्न सक्नुहुन्छ, अनि त ट्रान्सफर्म हुन्छ। हाम्रो त प्रब्लम के भएको छ नि, यहाँबाट जानुहुन्छ उतै पलायन हुनुहुन्छ, अनि हाम्रो समाज विकास नभएको त हो। बाहिरको बेस्ट प्र्याक्टिसेस ल्याएर यहाँ एप्लाई गर्ने हो भने त अहिले अब जस्तै तपाईँले कृषिमा हेर्नुहुन्छ भने धेरै नेपालमा अहिले कृषिमा लागेको दाजुभाइहरू सबै बाहिर बसेर आउनुभएको छ। जस्तै इजरायल बस्ने, तपाईँको इजरायलमा 10 वर्ष 8 वर्ष बस्ने, अरू कुनै देशहरूमा बस्ने, बढी मैले इजरायलको नाम लिएको, इजरायलमा बढी कृषिमा जानुभएको छ। अनि तपाईँको अहिले युकेमा सिजनेबल भिजा भन्छ, युके जानुहुन्छ, जापान जानुहुन्छ, चाइना जानुहुन्छ। विशेष गरी इजरायल, कोरिया, इजरायल र जापान बस्ने साथीहरू चाहिँ फर्केर अहिले आफ्नै गाउँमा आफ्नै ठाउँमा आफ्नै भएका खेती जमिनहरूलाई र त्यहाँ कमाएकोले जोडेर अहिले कृषिमा तपाईँको पोल्ट्री फार्मिङहरूमा एकदम राम्रो तपाईँको गरिरहनु भएको छ उहाँहरूले, किनभने त्यहाँको टेक्नोलोजी त्यहाँको नलेज ल्याएर यहाँ प्रयोग गर्नुभयो नि त। त्यस्तै हाम्रा विद्यार्थीहरू पनि बाहिर जो हायर एजुकेसन लागि म जान्छु, हजुर जानुहुन्छ, हाम्रा तमाम पिएचडी गर्न हाम्रो जानुहुन्छ हायर लेभलको साथीहरू, स्कलरहरू, प्रोफेसरहरू, हाम्रो विद्यार्थीहरू 12 पछि नै हामी बाहिर जान खोज्नुहुन्छ। उहाँहरू जानुपर्छ, बाहिरको एजुकेसन पनि लिएर आउनुपर्छ, बाहिर केही अर्थोपार्जन पनि गरेर आउनुपर्छ, तर फर्किएर 15 वर्ष 20 वर्षपछि भए पनि देशमा आएर देशको लागि काम गर्नुपर्छ, त्यहाँको प्र्याक्टिसेसहरूलाई ल्याएर यहाँ इम्प्लिमेन्ट गर्नुपर्छ भन्ने मेरो बुझाइ छ। हस् त सर, अब भने कार्यक्रमको हामी निकै नै अन्त्यतिर आइपुग्यो। यहाँले आफ्नो अमूल्य समय हाम्रो कार्यक्रमलाई दिनुभयो, यहाँलाई धन्यवाद। धन्यवाद सर।